अरविन्दलाई चाहिँ राम्रोसँग चिन्थेँ अरूलाई चाहिँ चिन्थिनँ कि अनि के भयो अरे अनि खुट्टा भाँच्यो अनि भेट्न आइज भन्नुभयो कि आफैले भेट्न आए हुन्थ्यो होला त्यसै मैले जिस्काएर फेरि भेट्न आइजाऊ भने हैन भन्नुभयो अनि त्यस जिस्काएर भनेको त भयो नि त मेसेजमा त सिरियस हुन्छ नि मलाई थाहा हुन्छ नि जिस्काएको कि सिरियस वाला हो अनि त्यसपछि अब पुरा अनार सनार लिएर आगी उल त अनि म त लास्टै होला फोटो पठाएको यत्रो बाँधेको थियो प्रहलाद प्रहलादले हो मेरो साथी थियो यसको बहिनी थिइन् अनि यसले के भन्छ मलाई आज मैले त उहाँलाई त बस पनि मिलाउने हैन कि मेरो बहिनी छ अनि त्यसलाई मिलाइदिन्छु भन्छ अझ उ गरेछ उसको नि सिंगल थिए अनि मलाई फेरि त्यति बेलासम्म नि म लभ गर्छु म लभको लागि हुन्छ नि अब प्रिपेयर भइसकेको छु भन्ने वाला हुन्थेन अब त्यसै आएर यतिको रेस्टुरेन्टमा बस्ने कुरा भएन उनीहरूलाई लाज हुन्छ अनि फेरि कफी खाने हो फेरि कफी खानलाई त्यही कफी पनि 250 गरेर 500 ठोक्दियो साउनी त गडै साउनी हुँदैछ नि मालदा चुरोट खानुहुन्थेन थिएन चुरोट मालदा कहिले खान्छन् हुक्का खान्थे खानुभयो अनि धेरै बेर बस्नुभयो अनि त्यसपछि नम्बर माग्नुभयो लास्टमा हो कि कफी आइसकेपछि नम्बर माग्नु त्यति बेला मेरो मोबाइलै थिएन कि त घर ढिँडो खाना खाइयो अनि ढिँडो खाइयो त्यसपछिबाट नम्बर ल्याऊ भनेर नम्बर मागेको ल्यान्डलाइनको नम्बर दिन्छ होटेल के अरे रेस्टुरेन्टको ठिकै छ त्यही पनि भनेर लिएर आयो फोन गरेको भोलिपल्ट घर आएपछि फोन गर्दा त फेरि ठुलबाउले उठाउँछु ठुलबाउले उठायो फोन त्यति नै हो भेट भएको खुट्टा भाँच्यो बेला अनि त्यसपछि अनि फेरि माया लाग्यो कि त्यो बोल्दा बोल्दै त्यो खुट्टा भाँचेको बिचरा यस्तो अनि ल भिजा लायो भने पैसा दिने नत्र नदिने भनेर सर्टमा गरेको एप्लाई गरेको भिजा के त्यो डकुमेन्ट बुझाएको 6 दिनमै भिजा आयो फेरि 6 दिनमै भिजा आयो अनि 6 महिना फेरि बसियो लकडाउनबाट जान नमिलेर अनि भिजा आउने बित्तिकै त अनि उहाँलाई मैले भनिहालेँ अनि प्रपोज गरेँ अब त बाटो खुल्यो बल्ल भने जस्तो भयो भन्ने भयो होला नि हजुरले अब त जानु पाइन्छ अब त जा अब यस्ता बुढा त भयो अनि त्यो रेस्टुरेन्ट नि घुमाइ फिराइ घाटा परेन जति किनेको त्यति नै बेच्यो त्यतिकै मैले नि आई लभ यु भनेर जिस्काएर मेसेज गरिदिएको अनि हा भनेर रिप्लाई दिनुहुन्थ्यो के हो त्यो भएन त्यो कस्तो खालको एन्सर हो त्यो पहिला मैले प्रपोज गर्दा एक्सेप्ट नगर्नुलाई सम्झेर बसेको थिएँ मैले त्यो त आज भन्नु न त ल आज भन्नु त पर्पोज गर्नु त घुँडा टेकेर बरु रोज अनि स्वयंवर गर्दा चाहिँ ट्याक्क घुँडा टेकेर आउनु लगाइदिउँला भने बिचमा टेबल ल्याएर राख्दै भेट हुने गरेर हामी छुट्टिँदैछौँ मलाई त त्यो उसको याद आयो रिजर्भ गरिदिन्छ फेरि जोस्ती खा हिँडी हाल्छ कि फेरि ल ल बाई बाई बिस्तारै जानु सजिलो हो नि ल बाई बाई के हो त तरमा मात्र भइयो त यो र म भएर चाहिँ जाने हो हाम्रो यात्रा फेरि कता हो हाम्रो यात्रा पोखरासम्म होला like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and